सो गाइज हामी डलहौसी पुग्यो है। यो चाहिँ यहाँको टपको चाहिँ मेन चोक हो। यहाँ सुभाष चन्द्र बोस, नेताजी सुभाष चन्द्र बोसको स्ट्याच्यु, पछाडि चाहिँ आई लभ डलहौसी भनेर छ। अनि यता चाहिँ सेन्ट फ्रान्सिस चर्च डलहाउसको चर्च छ है, यहाँ छ माथि। यस्तो दामी चर्च चोक भयो, सेन्ट चर्च डलहाउस। सो त्यही अब पछाडि दाइहरू होटलको कुरा गरिरहेको छ है। यही नै है गाइस, यहाँ होटल हेर्न हिँडिरहेछौँ है। होटलको खोजीमा छौँ डलहौसीमा। ठ्याक्कै सिमलावाला भाइब छ। सिमलाभन्दा सानो छ बस्ती चाहिँ, भाइब चाहिँ त्यही नै हो। चिसो चिसो, जोसमा बाइकमै ब्याग छोडेर गइयो रहेछ। बल्ल याद आएर गम्भीर यतातिर गछ, अर्को दाइ यतातिर जानुभएको छ है। अनि म चाहिँ यहाँ बाइक कुर्न बसिरह। गम्भीर ल के छ त, फाइनली एकदम आइपुगेन त डलहौसी पुग्यो। मैले त नाम पहिला कहिले सुनेको थिएन अरे, यही ट्रिपमा आएर बल्ल थाहा पाएको डलहौसी भनेर। मैले एक दुईचोटि रिसर्च चाहिँ हानेको थिएँ, कुनै बेला घुम्न आउनु पर्ला भनेर। ल यहाँ फोटोसुट भइरहेछ। हामी होटल बुक गर्न दाइहरू जानुभएको छ रुममा है, होटलको पार्किङमा आयो। सो गाइज हामी डलहौसीको होटलमा हो है, होटलको बाल्कनीमा छु। तल बजार छ, सनसेट भइरहेछ। सो यही नै हो गाइजहरू आजको ट्रिप हाम्रो। बिहानदेखिको लोकेसन चाहिँ हाम्रो तल 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 यस्तै होटल अफिस टन्ने। सो अब फ्रेस भएर चाहिँ अब अगाडि